नारायणगढ मुगलिन सडक खण्डको यो जुगेडी बजारबाट दाहिनेतर्फ एउटा सानो कच्ची बाटो उकालो लाग्छ। सडक छाडेर करिब 5 किलोमिटर भित्र पसेपछि वातावरण फेरिन थाल्छ। सहरको भिड, धुलो र कोलाहल हराउँदै जान्छ। जङ्गलको शान्त सुगन्ध मिसिएको यो हावा, चराचुरुङ्गीको आवाज र हरियालीको घेराबीच अचानक देखा पर्छ संयोजन एग्रो फार्म हाउस। भरतपुर महानगरपालिका वडा नम्बर 29 कुसुमटारमा फैलिएको यो फार्म हाउस कुनै सामान्य कृषि फार्म जस्तो लाग्दैन। करिब 2 बिघा 7 कट्ठा क्षेत्रफलमा फैलिएको यो ठाउँमा पुगेपछि मानव जङ्गलभित्रको कुनै प्राकृतिक रिसोर्टमा आइपुगेको अनुभूति हुन्छ। तर यो ठाउँको विशेषता केवल सुन्दरता मात्रै होइन, मेहनत, सपना र सङ्घर्षको कथा पनि हो। यो फार्मका सञ्चालक हुन् अधिवक्ता सूर्य बहादुर बोहरा। पेसाले कानुन व्यवसायी भए पनि उनको मन भने प्रकृतिसँग गाँसिएको छ। त्यसैले अदालतको बहससँगै उनले कृषि र पशुपालनलाई जीवनको अर्को अभियान बनाएका छन्। 2068 सालतिर बाख्रा पालन गर्ने उद्देश्यले कुसुमटारमा जग्गा खरिद गरेका बोहराले बिस्तारै आफ्नो सपनालाई ठूलो आकार दिन थाले। अहिलेसम्म फार्ममा करिब 1 करोड रुपैयाँ लगानी भइसकेको छ। फार्ममा व्यावसायिक बाख्रा पालन, लोकल कुखुरा पालन र माछा पालन भइरहेको छ। कुनै समय यो फार्ममा 350 भन्दा बढी बाख्रा थिए। अहिले सङ्ख्या केही घटे पनि बाख्रा पालन अझै मुख्य आकर्षण बनेको छ। सुधारिएको खोर, खुल्ला वातावरण र प्राकृतिक चरिचरणले यहाँ हुर्किएका खसी बोका निकै स्वस्थ देखिन्छन्। फार्ममा चल्लासहित करिब 200 हाराहारीमा लोकल कुखुरा छन्। यहाँ पुग्ने पाहुनाहरूले आफूले मन परेको लोकल भाले आफै छानेर समात्न सक्छन्। यही अनुभवले फार्मलाई अन्य ठाउँभन्दा फरक बनाएको छ। यो हामीसँग सबै लोकल हो। हामीसँग लगभग 200 भन्दा बढी छ। र हामीले चल्ला बाहिरबाट फार्मबाट ह्याचरीबाट चल्लाहरू पनि ल्याउँदैनौँ, किन हाम्रो आफ्नै माउहरूले यहाँ चल्ला त्यो फुल कोरल्छन्, फुल अन्डाहरू पार्छन्, फुल त्यसलाई कोरलेर चल्लाहरू निकालेपछि अनि हामीले त्यही चल्लाहरूलाई व्यवस्थित गरेर यसरी लिएर आउँछौँ। हामीले बाहिरबाट चाहिँ खरिद गर्दैनौँ। इनकेस कुनै बेलामा हामीले यहाँ कुखुराहरू, भालेहरू, कुखुरा, खसी बोकाहरू पुर्याउन नसकेको बेलामा यो गाउँलेहरूसँग हो पनि गाउँलेहरूले हामीले चाहिँ उहाँहरूलाई अनुरोध गरेर चाहिँ उहाँहरूले हामीलाई कुखुरा, भालेहरू पोथीहरू त हामीसँग जति पनि छन्, अनि भालेहरू चाहिँ उहाँहरूले हामीलाई चाहिँ ल्याइदिनुहुन्छ र भएसम्म हामीले हाम्रै गर्छौँ र उहाँहरूलाई पैसाको आवश्यकता परेपछि उहाँहरूले हामीलाई यहाँ ल्याइदिनुहुन्छ अनि हामी चाहिँ उहाँहरूले जतिवटा भालेहरू, कुखुराहरू ल्याइदिनुहुन्छ त्यो हामी चाहिँ खरिद गरेर चाहिँ राखिदिन्छौँ। सरदर यहाँ चाहिँ यहीँबाट उठाउँदाखेरि कसरी पर्छ नि? किलोको हिसाबले बेच्ने हो? हामीले किलोको हिसाबमा किलोको 800 रुपियाँको दरले किलोको 800 रुपियाँको दरले बेच्छौँ। अनि उहाँहरूले आफैले छान्नुहुन्छ। अब कुखुराहरू यहाँ यत्रो छ, उहाँहरू आफैले यो खाने अथवा यो लाने अथवा यो समयले भन्नुहुन्छ। अनि उहाँहरू आफ्नो सक्रियतामा उहाँहरू पनि दौडधुप गर्नुहुन्छ भाले समाउनलाई, अनि हामी पनि दौडधुप गर्छौँ। अनि उहाँहरूको आफ्नै सक्रियतामा चाहिँ समाइन्छ अनि उहाँहरूले भनेको कुखुराहरू चाहिँ समाइन्छ। यहाँ
माछा पालन पनि उत्तिकै आकर्षक छ। खोलाको मुहानलाई ढलान गरेर बनाएका 4वटा पोखरीमा अहिले करिब 10,000 माछाका भुराहरू हालिएका छन्। पोखरी हेर्दा कृत्रिमभन्दा पनि प्राकृतिक ताल जस्तो अनुभूति हुन्छ। यहाँ आउने पाहुनाले आफै माछा समातेर पकाएर खान पाउने व्यवस्था मिलाइएको छ। अनि यहाँ चाहिँ माछा मार्नका लागि आउँछन् नि, माछा खानका लागि आउनेहरू चाहिँ त्यो माछा चाहिँ कसरी मार्ने भयो? हामीसँग जाल छ होइन, त्यो जाल अब हान्न जान्नेहरूले आफैले हान्नुहुन्छ, जाल आफैले हान्नुहुन्छ। यदि जान्नु भएन भने झुल जसरी 3-4जनाले यसरी 3-4जनाले यसरी समात्ने, यसरी डोराउने, अनि त्यहाँ जालमा परेपछि धेरै फेरि एकैचोटि धेरै पर्ने होला नि। होइन त्यस्तो छैन, जाल सानो बुढाहरू त पर्दैन नि त, ठुल्ठुलो छानिएर आउँछ, कोही भाग्छ, अनि जति आउँछ यसरी गर्ने, अनि एकजनाले उताबाट डोरी तान्ने, अनि बिचमा लगेर यसरी छोडिदिने हो। जाल छोडे जसरी यसरी छोडिदिएपछि एकजनाले उता तान्ने, जति पर्छ त्यति नै हो। अनि तपाईँलाई चाहिँ अब तपाईँ पेसाको हिसाबले तपाईँ आफै पनि चाहिँ अब वकिल मान्छे, कानुनसँग अब चाहिँ मुद्दा मामलाको विषयमा चाहिँ बढी चाहिँ बहस गर्नुपर्ने, त्यतातिर लाग्नुपर्ने। अहिले यो माछा पोखरीमा कतिको रमाइरहनु भएको छ? अब यस्तो मलाई एकदम यथार्थमा भन्नुपर्दाखेरि मलाई त्यो मेरो आफ्नो कानुन व्यवसाय पेसा, म पढ्दै वकिल भएँ, अधिवक्ता भएँ। अनि तर मलाई मेरो कन्सेप्ट चाहिँ म पहिलेदेखि नै लगभग 10-15 वर्ष अगाडि चाहिँ मैले कृषि पेसा चाहिँ यसमा भविष्य छ है, कृषि पेसा चाहिँ भविष्य छ भनेर मैले बाख्रा यस्तै ठाउँहरू खोज्दै हेर्दै जाँदाखेरि चाहिँ यहाँ फेला पऱ्यो। यो माछाभन्दा पनि मैले बाख्राहरू गर्न खोजेको थिएँ। यहाँ बाख्राहरूको सम्भावना धेरै छ, जङ्गल छ, जङ्गल रिसोर्सहरू धेरै छ, घाँसहरू धेरै छ। अनि पछि चाहिँ बाख्रा सँगसँगै होइन, बाख्राले मात्रै त पुग्दैन, अलि मल्टिपर्पज रूपमा जानु पऱ्यो भनेर मैले माछा पनि जोड्या हो। अनि फेरि माछा सँगसँगै अझ मैले यहाँ बनाउनु नि, यहाँ चाहिँ यही माछा पोखरीमा चाहिँ कुखुरा खोरहरू पनि हो। यहाँ योजना चाहिँ त्यो कुखुरा खोरहरू पनि यहीँ ल्यायो भने त माछालाई त्यसले दानाको सपोर्ट गर्छ भन्ने योजना पनि हो। अर्को कुरो मैले हाँस पनि हालेको थिएँ यहाँ, हामीसँग लगभग 30-40वटा हाँस थियो। हेर्नुहोस्, अब कसैले पत्याउनुहुन्न पोखरीमा हाँस डुबेर मरेको भनेर, कसैले पत्याउनुहुन्न। अनि त्यहाँ आयो, यहाँ माछा यो पोखरी त हाँस भनेर सुत्ता बनाएको यहाँ बारिन्न, अनि हाँस उडेर यहाँ खसिहाल्ने, तर पोखरीबाट माथि आउनु नसक्नेहरू। हाँस त पानीमा पनि रमाउनु जाँदो, तर धेरै भएपछि चिसोले मर्दो रहेछ कि, तलबाट माथि आउन नसकेपछि चाहिँ मर्दो रहेछ। त्यो चिसो, बढी चिसो भयो, कति खेल्ने भने नि, खेल्दा थाक्छ, थाकिसकेपछि त्यो त चिसो हुन्छ, अनि चिसोले चाहिँ मर्छ। तपाईँ यहाँ कति समय बिताउनुहुन्छ फर्ममा? अब बिदाको दिनमा चाहिँ म फुल टाइम हो बिदाको दिनमा, र अरू बिदा नभएको बेलामा चाहिँ म बेलुका 5 बजेबाट यहाँ अफिस छोडेर उता आफ्नो ल फर्म छोडेर यहाँ आएपछि म अनि बिहान 8:30 बजीसम्म मेरो ड्युटी नै हो। माछालाई दाना हाल्ने, कुखुरालाई हाल्ने, अनि बाख्राहरूलाई घाँस ल्याउने। एकजना यहाँ स्टाफ हुन्छ, कर्मचारी हुनुहुन्छ, उहाँले बिहान घाँस लिएर आएर बाख्रालाई हालिदिनुहुन्छ, अनि उहाँ जानुहुन्छ। अनि त्यसपछि अरू कुराहरू चाहिँ हामीले नै गर्छौँ। कुखुराहरू अब यसरी तैराखेको हुन्छ, अनि यसो रेखदेख गर्ने, उभिने हेर्ने, अनि माछाहरूलाई चाहिँ हामीले गर्छौँ। म्याडम पनि गर्नेमै हुन्छ, बाँकी सबै उहाँले हेर्ने हो? फुल टाइम म्याडम नै हो, फुल टाइम यहाँको। यो फर्मको बिहान यहाँ म यहाँबाट अफिस गएपछि बेलुका म नफर्किँदासम्म उसको जिम्मेवारी हो। यो बिहान अब 8:30 बजेपछि भनौँ न, टेन्टेटिभ 8 बजीदेखि बेलुका म कहिलेसम्म फर्किन्न, बेलुका 5 बजे, 6 बजे, 7 बजे, कति बेलासम्म फर्किन्न, त्यो बेलासम्म जिम्मेवारी यसको यहाँ हुन्छ। अब हामी अर्को फर्म साइडतिर जाउँ। फार्ममा पुग्नेहरूलाई सबैभन्दा धेरै आकर्षित गर्ने पात्रमध्ये एक हो कोको। कोको फार्ममा पालिएको एउटा कुकुर हो, तर सामान्य कुकुर होइन, फार्मको सुरक्षा गार्ड जस्तै। बाख्रा, कुखुरा र सम्पूर्ण फार्मको निगरानीमा कोको सधैँ सक्रिय देखिन्छन्। सञ्चालक बोहराका अनुसार कोकोले अत्यन्तै इमान्दारिताका साथ आफ्नो ड्युटी निभाउँछन्। तपाईँको साथी हो? यो हाम्रो यहाँको सुरक्षा गार्ड हो यहाँको। त्यही भएर यो चाहिँ जहाँ जहाँ मसँगै गइरहनु भएको छ, कुखुराहरूलाई पनि फेरि एकदम चराको साथीहरूले ड्युटी गरिरहेको छ, म त्यही देखिरहेको छु। यो हाम्रो यहाँको सुरक्षाकर्मी हो। के नाम राख्नु भएको? यसको नाम चाहिँ कोको भनेर राखेको छ। यो चाहिँ मेरो छोरीले राखेको नाम हो। अर्को कोको र लियो भन्ने चाहिँ, लियो चाहिँ एक दिनको बिरामीले चाहिँ मर्यो है, यसको यत्रै थियो, अनि यो चाहिँ कोको भनेर। कोको यो चाहिँ जहाँ हामीसँगै तपाईँको फार्मलाई चाहिँ यो कोकोले पनि राम्रो योगदान पुऱ्याइरहेको एकदम हो, एकदम
सेक्युरिटी इन्चार्ज ओहो कति खुसी भएको यो। यस्तै यस्तै फार्मको व्यवस्थापनमा बोहराकी धर्मपत्नी मीना कुमारी चपाईको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। यिनले फार्मको दैनिकी रेखदेख सम्हाल्दै आएकी छिन्। फार्मभित्रै बनाएको सानो तर आकर्षक घरमा यिनीहरू स्थायी रूपमा बस्न थालेको 3 वर्ष भइसकेको छ। अहिले बोहराको अर्को सपना भनेको यही फार्मलाई फार्मस्टेको रूपमा विकास गर्नु पनि हो। सहरबाट थाकेका मानिसहरू प्रकृतिसँग नजिक हुन सकुन्, गाउँको जीवन अनुभव गर्न सकुन् र अर्ग्यानिक खानाको स्वाद लिन सकुन् भन्ने उद्देश्यले फार्मस्टेको अवधारणा अघि बढाएको हो। उनका अनुसार निकट भविष्यमै यहाँ आउने पाहुनाले गाउँघरको जीवनशैली अनुभव गर्न पाउनेछन्। आफै माछा समात्ने, लोकल कुखुरा रोज्ने, जङ्गलको शान्त वातावरणमा रात बिताउने र अर्ग्यानिक परिकारको स्वाद लिने सुविधा विकास गरिँदैछ। सुरुवातमा आउँदा चाहिँ त्यही बाख्रा पाल्ने भनेर आएको हो सर। पछि चाहिँ अब बाख्रा सँगसँगै कुखुरा माछा पाल्ने अब बिस्तारै हामीले चाहिँ अब यस्तो फार्म स्टे पनि खोल्ने विचार गरेका छौँ। त्यसको लागि चाहिँ अलि लगानी पुगेको छैन, लगानीको अभाव भइरहेछ सर। त्यस कारणले अहिले अब बिस्तारै त्यो पनि सुट गरिरहेछौँ। फार्म स्टे भन्नाले जस्तो सर अब हाम्रो चाहिँ अब मासुको आइटम चाहिँ बाहिरबाट ल्याउन नपर्ने, हरियो तरकारी पनि हामीले आफै उत्पादन गरेर विषादी रहित तरकारीहरू खुवाउने यहाँ आउने पाहुनाहरूलाई। अब हाम्रो आफ्नै लोकल कुखुरा छ सर, अब खसी बोकाहरू छ, माछा छ। हामीले चाहिँ जो उहाँहरूलाई चाहिँ विषादी रहित खाना खुवाउने फार्म स्टेहरू एउटा फारम पनि भयो, सँगसँगै आउने पाहुनाहरूलाई बस्ने ठाउँ भयो फार्म स्टे। भनेपछि यहाँ बस्ने ठाउँहरू बनाएर हजुर यहीँ पनि बस्न सक्ने स्थिति हुन्छ। हजुर हाम्रो फार्म स्टेको नाम के हो नि? हाम्रो के अरे फार्म स्टे भन्छु फारमको होइन, यहाँ फार्मको यो फार्मको नाम चाहिँ संयोजन एग्रो फार्म प्रार। कुसुमटार केवल बोहराको फार्मका कारण मात्रै चर्चामा छैन। यो तामाङ समुदायको बसोबास रहेको गाउँ पनि हो, जहाँ अधिकांश स्थानीयको मुख्य पेसा नै बाख्रा पालन बनेको छ। प्राय प्रत्येक घरमा बाख्रा पालिएका छन्। सुधारिएको खोर, प्रशस्त घाँस र खुल्ला चरीचरण क्षेत्र भएकाले यहाँका स्थानीय व्यावसायिक रूपमा बाख्रा पालनतर्फ आकर्षित भएका हुन्। अनि यो गाउँलाई के भन्छ? कुसुमटार। भन्छ। ए कति छ बाख्राहरू? बाख्रा छोराको हो, अहिले थर्टी छैन, बिस्ता 10-15 छ होला। मेरो करिब 9-10 वर्ष कि। ए अनि उसको कति छ भाइ? तपाईँको छोरा र तपाईँको त एकै ठाउँमा रहेछ त फर्म? 3 भाइ छ हो, 3 भाइ छ हो। एक भाइ पर त 2 भाइ यहाँ। ए 2 भाइ चाहिँ यो त्यो हो। सब छोराहरूसँगै बस्ने हो र? ऊ छोटो छ, पर छ। ए तर यहाँ तपाईँको चाहिँ तपाईँको आफ्नै चाहिँ कतिवटा? 9 होला। 9 छ। कहाँ लानुहुन्छ नि चराउन? यतै जङ्गलतिर नै कहिले लान्छ, कहिले घाँस खडाल्छ। राम्रो छ अहिले बाख्रा पालन? घाँसको त्यस्तो समस्या छैन? छैन, घाँससम्म छैन। कसले चराउने हो नि? हो चराउन लानुहुन्छ कि नै? लान्छ भरे 2 बजेबाट, कहिले 12 बजे 11 बजेबाट लान्छ, कहिले 2 बजेबाट लान्छ नै। हाम्रो दिनदार भयो भने ए बिहान चढाउँछ 11 बजेको छ। खसी बोका चाहिँ कहाँ लानुहुन्छ बेच्न नि? खै भने नि यहाँ आउँछ, यहीँ आउँछ? यहाँ आउँछ, ए यहाँ आउँछ। बिक्री मजाले हुन्छ? बिक्री भइहाल्छ नि, थोरै धेरै त्यही हो। थोरै धेरै त्यही बिक्री त हुन्छ, ए बिक्री त हुन्छ। पाल्नु चाहिँ सक्नु पर्छ। अरू के काम गर्नुहुन्छ तपाईँहरूले यहाँ? के काम छ अरे चाहिँ घाँस काट्ने, दाउरा टिप्ने, घाँस काट्ने, त्यो काम त्यही हो। के काम छ र? सबैजना जे होस् यही बाख्रा पालनमै हुनुहुन्छ? सबजना बाख्रा पाल्ने यहाँको चाहिँ यसो यो गाउँभरिको गाउँभरिका मान्छेहरूले बाख्रै पाल्ने हो? बाख्रा मात्रै पाल्ने। ए कोही गाई होला, गोरु छ, हाल गोरु छ, कोही बिक्रीहरूको। तपाईँको बेच्ने जतिको चाहिँ भएको छ कि छैन त? बेच्ने भएको छ 10 मात्रै, दसैँसम्म? 10 मात्रै बेच्छ। ए दसैँमा चाहिँ अनि कसरी बेच्नुहुन्छ नि तपाईँहरूले? गोटाको हिसाबले हो कि किलोको हिसाबले? किलो हिसाब गर्छ नि। ए 550 गोटा के अरे चाहिँ किलोको 550 रुपियाँमा बेच्नुहुन्छ? ए कतिवटा तयारी हुँदैछ यो दसैँमा तपाईँको?
5वटा 5 वर्ष ए एउटा चाहिँ कति हुन्छ यो त बढेको 30 किलो 35 किलो 40 किलोसम्म हुन्छ 40 किलो 45सम्म हुन्छ त्यत्रो हुन्छ है हुन्छ 55सम्म हुन्छ अझै ठुल्ठुलो छ नि उम्, न त 30 किलो 35 किलो 36 किलो जसमा हुन्छ नि मकै तयारी भएछ यहाँ पनि रहेछ बाख्रा यहाँ छ यहाँभन्दा पनि त्यहाँ बढी छ स्थानीयका अनुसार बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि गाउँको जीवनस्तरमा परिवर्तन आएको छ भौगोलिक हिसाबले पहाडी क्षेत्र भएकाले यहाँ घाँस र चरनको अभाव छैन त्यसमाथि नारायणगढ बजार नजिक भएकाले उत्पादन भएका खसी बोका बिक्री गर्न पनि समस्या हुँदैन अनि बोके मात्र अनि कतिवटा छ बाख्रा सबै त्यही त कति छ त 50 र त्यही त घरमा कति छ गाउँको फेरो लगाउने क्रममा यति बेला मसँग एकजना चाहिँ उमेरले उहाँ 65 वर्षको हुनुहुन्छ तपाईँको नाम के भन्नुभयो अरे बिर्खमान तामाङ बिर्खमान तामाङ अहिले कता जाँदै हुनुहुन्छ नि गोठालो बाख्रा गोठालो ए अनि यो अगाडिको तपाईँको यो यति धेरै बाख्रा चाहिँ यो चराउन कहाँ लाने हो अहिले यस्तो जङ्गलतिर हो माथिको भयो घुम्दै लाग्यो कति बजेसम्म चाहिँ चराउनुहुन्छ नि 4 बजेसम्म 4 बजेसम्म ए अनि घडी त छैन कसरी थाहा हुन्छ तपाईँलाई 4 बजे भनेर म त घामदेखि थाहा हुन्छ घाम जस्तो घाम देखेरै थाहा पाउनुहुन्छ त्यो घरमा गएर यसो गरेर घरमा घडी हुन्छ आज बाख्रा कति छुडायो ढिलायो भने त्यहाँबाट बल्ल 4 बज्यो भन्छ अनि ऊ अगाडिको तपाईँको चाहिँ को पर्ने हो भाइ हो त्यो बाख्रा सँगसँगै गइरहनु तपाईँसँगै आएको भाइ भाइ हो कान सुन्दैन ए बम पटेर के भएको र सायकालमा त्यो कता भयो त्यो के अरे बम ल्याएछ ममा त्यो बम ल्याएछ ल्याएर खोलाएछ कि भित्र बम भेटिएको बमलाई खोलेछ त्यसले हो र रामले हाल्दैछ रामले खोलेको काठ काट्ने राम्ररी ए सशस्त्र जनयुद्धको बेला होला सङ्कटकाल ए अनि कति बाख्रा छ त तपाईँको कतिवटा बाख्रा पढ्नु पढाउँछ सानो ठुलो गर्दा कति पढाउँछ 50वटा ए अनि यो बाख्रा चाहिँ कहाँ लगेर बेच्ने हो त ठुलो भएपछि अब यहाँ त खोज्दिउँ भने त आएको दिनदिन आउँछ हो दिनदिन आउँछ देखि आउँछ सब बेच्ने आउँछ कतिमा बेच्ने हो नि एउटाको अब त्यो त हात जुवा हचुवा दिने हो हात जुवा बेच्छ म त बेच्दैन बाख्रा छु के गर्ने त अनि मैले अँ म त गम कहाँ दिन्छु 400 रुपियाँ किलो ए बाख्रा 400 रुपियाँ किलो खसी बोका बाख्रा अनि बाख्रा पनि बिक्री हुन्छ यहाँ यति छ बाख्रा त अहिले काटिदिन्छ अनि खसी बोका के गर्ने खैसी बोझ खोज्नु चाहिँ आएको हुन्छ नि दिनदिनै ए घरमा को हुनुहुन्छ तपाईँहरू मेरो बुढा बुहारी छ उम्, एउटा छोरा छ नातिनी स्कुल पढाउँछ नाति बोर्डिङ जान्छ अनि यो उमेरमा पनि तपाईँ गोठालो चाहिँ किन नि अरू नाति नातिना अरू घरका मान्छेहरू गोठालो चाहिँ जान नसक्ने हो कि के हो कि तपाईँलाई रहर लाएर पालो पालो गर्छ कि पालो ए अनि झट्टै हेर्दा त तपाईँ 65 वर्ष जस्तो देखिनुहुन्न त भर्खरकै जवान जस्तो देखिनुहुन्छ म त रुखमा चढिदिन्छ यस्तो यस्तो रुखमा चढिदिनुहुन्छ चढिदिन्छ ए म त काम त जेनी गर्छ कि आज तिनीहरूको धान बेचेर आएको कसको बुद्धि छैन आइबाट हेर्न आउनु पर्ने कहिले काहीँ तपाईँको बाख्रा यस्तो चराउँदै यस्तै कान्लामा चराउँदै जाँदाखेरि चितुवाले समात्छ कि समात्दैन त्यस्तो समयसक्यो आइकिन कहिले समात्यो आइकिन कतिवटा समात्यो नि 7 वर्षसम्म थियो 7वटा मेरो एउटा भाइको 6वटा यति दिन
ए एकै दिनमा 7वटा समात्यो अनि के गर्नुहुन्छ त अनि त्यो चितुवाको डरमा चराउन लाँदाखेरि आज त एउटा अगाडि पछि भेट्दैन खाता नाच्नु त ए एउटा अगाडि जान्छ पछि भेट्दैन खानु जान्छ नाच्नु ए अनि त्यो बेच्ने चाहिँ कसरी हो नि त्यो चाहिँ बजार लानुहुन्छ कि घरै आउँछन् अरू खसी बोका किन्नलाई गाडी आउँछु नि नै त्यो बोका पनि चाहिँ हचुवा दिने हो धोकेर हो कति रुपियाँ पर्छ 550मा धोकेर दिन्छ 550मा ट्रक्टर लान्छ गाडी आउँछ गाडीमा रोकेर लान्छ कति बेच्यो त काठमाडौँ अब चाहिँ कतिवटा बेच्ने उमेरको छन् मैले चाँडै बिर्सियो अब 10 बेच्ने होला 12-13वटा त्यो 4वटा बेच्नु भएको पैसाले के गर्नुभयो नि त्यो नातिले पढाउनु पऱ्यो खर्च गर्नु पऱ्यो काबिज गर्नु किन्नु पऱ्यो ए त्यसरी गरौँ भने त अलिअलि मासु खानु पऱ्यो टाइम टाइममा खसीको मासु चाहिँ बेच्नु अनि के को मासु किन्ने हो नाता नातिनीले भैँसी मासु खाँदैन हामी भैँसी मात्रै ल्याउँछ नाता नातिले ब्रोइलर मासु ए सानो छोराको नाता नातिनी भएको छैन सानो छोरा त बाहिर छैन कातर छ अब 10मा आउँछ हुन्छ तपाईँसँग भेटेर एकदम खुसी लाग्यो यो बाख्रा पालेमा त म त फर्स्ट भएर मलाई पुरस्कार दिखेर पुरस्कार पायो हो किन राम्रो भयो भनेर कहिलेदेखि पाल्नु भयो अरे तपाईँहरूले यो बाख्रा यो मैले पालेको त मैले पहिला भैँसी पालेको थियो मैले 3 वर्षमा दुना भैँसी पाल्यो अलि उमेर गएपछि दुना भैँसी पाउनु सकिनँ अब बाख्रा किन्नुपर्छ बुढीहरूसँग सल्लाह गरेर बाख्रा जोडेर पहिला 3वटा मङ किन्यो 3वटा मङ भैँसी बिजी 3वटा महिने बिजी पार्टी पाइदियो जोले ए त्यहाँबाट त गडरै एक बेर त सँगै बेच्यो नि मैले 80,000मा है 10वटा पार्टी राखेर सँगै बेच्यो त्यहाँ भाइ उत्तिकै म त बेच्दिने बेचिन्छ किन्नु तयार अनि यत्रो अहिले बाख्रा यत्रो हामीले देख्यौँ नि यो बाख्रा चाहिँ राख्नलाई खोर चाहिँ कतिवटा छ खोर खोर मेरो एउटा खोर हो सबै एउटैमा राख्ने हो हाल्ने हो खसी बोको छुट्टिनु छ खसी बोको छुट्टिनु छ भेडे बोको हुन्छ म त भेडे बोको छुट्टै राख्छ खसी छुट्टै अलि सानो छुट्टै 3 कुटा छ त्यो एउटा चाहिँ यत्रो खसी चाहिँ एउटा हामीलाई दिनु पर्यो पैसा दिनुहुन्छ म दिँदैन किन नि त्यो अहिले बेच्दै के काम अहिले भेटे अहिले पैसा तिरिहाल्छ आजले नातिनीले माग्छ नातिले माग्छ कहिले बेच्ने त अब त्यो 10 बेच्यो 10 हामीले पुरा नाता नातिले कपडा किन्नु पर्यो त्यो त बिहा त म त बेच्दैन हो अहिले त तपाईँको भाइको नाम चाहिँ के नि लिलामान लीलामान ए लीलामानको नि बिहा भइसक्यो हा छोरा छोइसक्यो बिहा भइसक्यो ए कति वर्षको उमेरमा हुँदाखेरि त्यो बम चाहिँ पड्केको उहाँ कति वर्ष हुनुहुन्थ्यो भाइ त्यो सानो खानु भयो ल मै यहाँ भरतपुर नसेर काठमाडौँ नसेर साँखुले सिकाइदियो ए सबभन्दा राम्रो त्यो त साँखु भयो त यहाँको मासु काटेर यहाँ ट्रायल दियो यहाँको काटेर ट्रायल दियो तपाईँले पुरस्कार पाउनुभयो कहिले पाउनु भयो नि त्यो त्यो त मैले पाएको त 1 वर्ष एक फेर पाएको त 64 सालतिर होला ए पुरस्कारमा चाहिँ के दिए नि पैसा नै 400-500 पैसा 400-500 पैसा पनि त धेरै हो नि यत्रो किसानहरूले त्यो नपाएको चिज तपाईँले पाउनु भएछ अर्को नि पाएन अनि त्यो 400-500 पैसा के गर्नुभयो त्यति बेला याद छ मैले घरमा राखेँ के गर्ने अब त्यो अहिलेसम्म छ त्यो मागिसक्यो नि त्यही त केमा बाँच्नुभयो भने ए त्यो माग्न अब घरमा राखेर बुढीहरूले दियो बुढीहरूले के अरे अब केमा माग्नु ए उहाँको चाहिँ एकजना भाइसँगै
बाख्रा गोठालो दैनिकी जानुहुन्छ। बाख्रा चाहिँ उहाँको धेरै हामीले देखिहाल्यौँ, कति धेरै बाख्रा छ। यहाँदेखि उहाँसम्म हामीले त्यो बाख्रा देख्यौँ। त्यो बाख्रा चाहिँ उबेला सङ्कटकालमा सशस्त्र जनयुद्ध देशमा चलिराख्दाखेरि बेवारिसी अवस्थामा यत्तिकै छोडिएको एउटा विस्फोटक पदार्थ, विस्फोटक चिज उहाँले जब भेटेपछि घरमै फाल्यो नि। के रहेछ भनेर चाहिँ यसो चाहिँ उहाँले एउटा चाहिँ के फलामले त्यो यसो चाहिँ निकाल्न खोज्दाखेरि त्यो ब्लास्ट पड्किएपछि त्यो बेलादेखि उहाँ आजसम्म कान सुन्नुहुन्न। उहाँ गम्भीर अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई चाहिँ भरतपुरमा पनि उपचार गर्न सम्भव भएन। त्यसपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो। काठमाडौँ छैन, उहाँ चाहिँ काठमाडौँमा पनि सकेन। कहाँ लगेर अन्तमा? साँखुमा लग्यो। साँखु ल्याउने गरिन्छ, त्यहाँ चाहिँ राम्रो भयो। त्यसपछि आजसम्म उहाँको चाहिँ त्यो कान नसुन्ने अवस्थामै हुनुहुन्छ। कानसम्म सुन्दैन, कान सुन्नुहुन्न, तर पनि इसारा साङ्केतिक रूपमा चाहिँ उहाँले बुझ्नुहुन्छ अनि बोल्न चाहिँ बोल्नुहुन्छ फेरि। तर कसले के बोलिरहेछ भन्ने कुरा चाहिँ होइन, उहाँ इसाराको साङ्केतिक रूपमा होइन, त्यही होइन। हुन्छ, तपाईँसँग भेटेर एकदम खुसी लाग्यो। संयोजन एग्रो फार्म अहिले केवल एकजना व्यक्तिले सञ्चालन गरेको निजी व्यवसाय मात्रै होइन, कृषि पर्यटनको सम्भावना बोकेको नमुना गन्तव्य बन्न थालेको छ। सहरको भिरबाट थोरै पर जङ्गलको काखमा बसेर अर्गानिक जीवनको स्वाद लिन चाहनेहरूका लागि यो ठाउँ आगामी दिनमा चितवनकै नयाँ आकर्षण बन्न सक्नेछ।